पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले हालै मात्र पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो प्रतिबन्ध मे 1 देखि 23 सम्म लागू हुने बताएका छन्। जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तान बीच बढ्दै गएको छ तनाव। पाकिस्तानसँग बढ्दो तनाव बीच भारतीय नौसेना युद्धपोतहरूले हालै मात्र धेरै सफल एन्टी शिप्स फायरिङ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। यो फायरिङले भारतीय नौसेनाको लामो दूरीमा सटिक प्रहार गर्न सक्ने क्षमताको प्रदर्शन गरेको छ। कुनै पनि सम्भावित आक्रमणको अवस्थामा नौसेनाले आफ्ना युद्धपोत र जहाज चालक दलको तयारी पनि प्रदर्शन गरेको समाचार संस्था पीटीआईले उल्लेख गरेको छ। यता पाकिस्तान पनि भारतसँग भिड्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ र आफूहरूलाई भारतले छिट्टै आक्रमण गर्ने सूचना पाएको जनाएको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अत्लाउल्लाह तरारले बुधबार चेतावनी दिएका छन् कि भारतले आगामी 24 देखि 36 घण्टाभित्र सैन्य हमलाको योजना बनाउन सक्छ। एक वक्तव्यमा तरारले पाकिस्तानले भारत नियन्त्रित कश्मीरमा अवस्थित पहलगाममा भएको हालैको घटनासँग सम्बन्धित निराधार आरोपको आधारमा भारत सैन्य कारबाहीको तयारी गरिरहेको सङ्केत विश्वसनीय गुप्तचर संस्थाबाट प्राप्त भएको सूचनामा आधारित भएको बताएका छन्। उनले भारतको यस्तो कुनै पनि कदमलाई निर्णायक प्रतिक्रियाको सामना गर्न सक्ने चेतावनी पनि दिएका छन्। भारतीय मिडिया रिपोर्टहरूका अनुसार यस महिनाको सुरुमा पहलगाममा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि दुई दक्षिण एसियाली छिमेकी देशहरूबीच बढ्दै गएको छ युद्धको ताप, जसमा कम्तीमा 25 जनाको मृत्यु भएको थियो। भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन आरोपलाई इस्लामाबादले कडा रूपमा अस्वीकार गरेको छ। यी सबै घटनाक्रमले भारत र पाकिस्तान फेरि एकपटक त्यस्तो ठाउँमा पुगेका छन् जहाँबाट युद्धको बाटो अझ फराकिलो हुने सङ्केत देखिएको छ। जम्मू कश्मीरको पहलगाममा मंगलबार 26 जनाको ज्यान लिने गरी भएको आतंकवादी हमलाको एक दिनपछि भारतले पाकिस्तान विरुद्ध आक्रमण गर्ने निर्णयहरू लियो। पाकिस्तानले पनि जवाफमा एक दिनपछि त्यसरी नै कडा निर्णय गर्यो। यस्तो अवस्थामा प्रश्न उठ्छ, यी निर्णयहरूपछि दुवै देश अब अगाडि बढ्छन् कि पछि हट्ने सम्भावना छ। तर पाकिस्तानका पछिल्ला निर्णयहरूले यी देशहरू युद्धबाट पछि हट्ने सम्भावना कम रहेको देखाएको छ। सिन्धु जल सन्धि निलम्बन गर्ने भारतीय निर्णयलाई पाकिस्तानले गम्भीरतापूर्वक लिइरहेको छ। यदि भारत सन्धि निलम्बन मार्फत पूर्ण रूपमा पानी रोक्न सफल भयो भने पाकिस्तानका लागि धेरै कठोर परिस्थिति सिर्जना गर्न सक्छ। पाकिस्तानी पत्रकार तथा विश्लेषकहरूको बुझाइ छ, यदि भारतले पानी आपूर्ति रोक्यो भने यो युद्ध घोषणा हुनेछ। सन् 1971 भन्दा फरक नतिजा आउन सक्छ यसपालि भारत र पाकिस्तान युद्धमा होमिए भने। भारतका लागि पूर्व पाकिस्तानी उच्चायुक्त अब्दुल बासितको बुझाइमा पाकिस्तान सन् 1971 मा जस्तो छैन र युद्धको नतिजा फरक हुनेछ। राहुल बेदीलाई पनि यही प्रश्न सोधिएको थियो कि 1971 को तुलनामा पाकिस्तान कति परिवर्तन भएको छ। बेदी भन्छन्, पाकिस्तान सन् 1971 मा जस्तो छैन भने भारत पनि त्यस्तो छैन। तर यो सत्य हो कि युद्धको नतिजा सन् 1971 मा जस्तो भारतको पक्षमा हुने छैन। यसको प्रत्यक्ष कारण दुवै देशसँग आणविक हतियार हुनु हो। यो अवस्था देखेर मेरो मनमा डर छ, तर एउटा कुराले मलाई आश्वासन पार्छ। मलाई लाग्छ कि चीन र रुसको युद्ध हुन दिने छैनन्। रुस भारतको साथमा हुनेछ र चीन पाकिस्तानको साथमा हुनेछ। तर रुस र चीन यी दुई देशका लागि आपसमा लड्ने छैनन्। यस्तो अवस्थामा दुवै देश चाहन्छन् कि भारत र पाकिस्तान बीच युद्ध नहोस्। पाकिस्तानले भारतले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। हवाई क्षेत्र प्रयोगमा लगाइएको प्रतिबन्धले भारतलाई लाखौं डलरको नोक्सान हुने र अन्य देशहरूसँगको दूरी बढ्ने दाबी पाकिस्तानी समाचार च्यानल जियो टिभीसँग कुरा गर्दै पाकिस्तानका चाइना इन्स्टिच्युट
का अध्यक्ष मुसाहिद हुसेन शहीदले गरे। मुसाहिद हुसेन भन्छन् भारतबाट पाकिस्तानमा व्यापार दुबई हुँदै भइरहेको थियो, तर अब यसलाई पनि बन्द गर्ने निर्णय गरिएको छ। पाकिस्तानी पत्रकार कामरान खानसँग कुरा गर्दै पाकिस्तानका आफ्नै रक्षा विश्लेषक शहीद अहमद अलीले भनेका छन्, पछिल्लो 78 वर्षमा भारतले पहिलो पटक औपचारिक रूपमा पानी रोक्ने कुरा गरेको छ। 24 करोड पाकिस्तानीहरूको जीवन यस पानीसँग जोडिएको छ। यदि यी जीवनहरू खतरामा छन् भने हामी जे पनि गर्न सक्छौँ। सन् 1971 मा यो भारतबाट लागि कूटनीतिक विजय थियो, किनभने पाकिस्तानले पनि एलओसी स्वीकार गरेको थियो। तर अब हामीले सिमला सम्झौता निलम्बन गरेका छौँ, त्यसैले अब नियन्त्रण रेखा छैन। यदि भारतले पानीको माध्यमबाट हाम्रो कृषिलाई नष्ट गर्छ भने यसको भरपाई गर्न हामीलाई धेरै गाह्रो हुनेछ। पाकिस्तानको अर्थतन्त्र कृषिमा आधारित छ। यस्तो अवस्थामा पाकिस्तानले यो पीडा कुनै पनि हिसाबले सहन सक्दैन। पाकिस्तानले सिन्धु जल सन्धिको पानी रोक्न पहिले नै व्यवस्था गरिरहेको छ र पाकिस्तानको बहाव पनि घटाएको छ। पाकिस्तानले यस विषयमा चीनलाई पनि सम्पर्क गर्नुपर्छ, शहीद मोहम्मद अलीले भनेका छन्। शहीद मोहम्मद अलीले चेतावनीको भाषामा भने, पाकिस्तानका लागि पनि पानी रेड लाइन हो र यदि भारतले यसमा अवरोध पुर्यायो भने परिणाम धेरै खतरनाक हुनेछ, जो दुई देशका लागि मात्र होइन विश्वका देशहरूलाई पनि प्रभावित पार्नेछन्। धेरै विज्ञहरूले सिन्धु जल सन्धि र सिमला सम्झौतालाई सुरक्षा जाल सेफ्टी नेट्सको रूपमा हेर्छन्। सिन्धु जल सन्धि र सिमला सम्झौताले दुई देशबीचको ठूलो तनाव बढेको समयमा सहयोग र सञ्चारको ढोका खोल्दै आएका छन्। तर दुवै सम्झौताबाट बाहिरिएपछि पाकिस्तान र भारत जटिल अवस्थामा पुग्न सक्छन्। मलाई लाग्छ भारत र पाकिस्तान बीचको वर्तमान अवस्थाप्रति विश्व चिन्तित हुनुपर्छ। पहलगाममा भएको आक्रमणपछि भारतले केही महत्त्वपूर्ण निर्णय लिएको थियो। त्यसपछि पाकिस्तानले पनि भारतलाई प्रत्युत्तर दिँदै महत्त्वपूर्ण र दुई देशको आन्तरिक मामिलामा प्रभाव पार्ने निर्णयहरू सार्वजनिक गरेको थियो। यसका बावजुद पनि दुवै देशमाथि धेरै दबाव छ। ठोकिने सम्भावना धेरै उच्च छ। दक्षिण एसियाली मामिला विश्लेषक माइकल कुगेल्यामले बेलायती पत्रिका फाइनेन्स टाइम्ससँग भनेका छन्,